सबैजनालाई नमस्कार। आशा छ यहाँहरू सबै सन्चै हुनुहुन्छ होला। मेरो अर्को भिडियोमा यहाँहरूलाई स्वागत छ। प्रेजेन्ट सिनारियोमा हेर्ने हो भने कोरोना महामारीले पुरा विश्वलाई नै आफ्नो चपेटामा पारिरहेको छ। यस्तै नेपालमा पनि यसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। सो आजको यस भिडियोमा म यही कोरोना महामारी नियन्त्रणको लागि नेपाल सरकार र यसको मातहतमा बनेको संयन्त्र जसलाई हामी सिसिएमसी पनि भन्ने गर्दछौँ, यिनीहरूले के गरिरहेका छन् र लकडाउन 1 को अन्त्यतिर ओह्रालो लाग्दै गरेको कोरोना तथ्याङ्क एक्कासी कसरी माथि चढ्न थाल्यो भन्ने सेरोफेरोमा रहेर केही तथ्यपूर्ण जानकारीहरू राख्ने कोसिस गर्नेछु। सो भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला र यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। 120 दिनको पहिलो लकडाउनपछि अहिले हामी पुनः दोस्रो लकडाउनमा छौँ, जसलाई नेपाल सरकार र स्थानीय तहले निषेधाज्ञा नामाकरण गरेर लागू गरिरहेका छन्। यसैबीच नेपालमा कोरोनाको जोखिम बढेपछि 2076 सालको चैत महिनाको 16 गते उच्च स्तरीय समन्वय समिति गठन गरिएको थियो र त्यसको लगभग 3 महिनापछि अर्थात् 2077 सालको जेठ महिनामा उक्त समितिलाई विघटन गरी कोभिड-19 क्राइसिस म्यानेजमेन्ट सेन्टर, जसलाई छोटकरीमा सिसिएमसी पनि भन्ने गरिन्छ, को गठन गरिएको थियो। नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई निर्देशक बनाइएको सिसिएमसी अपरेसनका विज्ञ तथा सल्लाहकारहरू रिलेटेड इस्युज या भनौँ नेपालको स्वास्थ्य क्षेत्र सम्बन्धी पूर्ण जानकारी र अनुभव भएका भने थिएनन्। कोभिड-19 विरुद्धका सबै प्रकारका प्रतिकारहरूलाई स्थानीय तहदेखि केन्द्रीय तहसम्म समान रूपले सञ्चालन गर्ने सार भएको अभिव्यक्ति सिसिएमसीको आधिकारिक वेबसाइटमा यसको उद्देश्य भनी व्यक्त गरिएको छ। तर वास्तविकतालाई ध्यानमा राखेर हेर्ने हो भने सिसिएमसीको उद्देश्य देखाउनलाई मात्र वेबसाइटमा राखिएको जस्तो लाग्दछ। आइसोलेसन सेन्टर्स, आइसियु, भेन्टिलेटर्स र अन्य पूर्वाधारहरू डेभलप गर्नको लागि दुईचोटि लकडाउन गरियो, तर यथार्थमा भने त्यस्तो केही गरिएन। फगत नेपाली जनताहरूलाई 4 भित्तामा महिनौसम्म कैद गर्ने बाहेक। नेपालमा अहिलेसम्म आइसोलेसन बेड 3000, आइसियु 1595 र भेन्टिलेटर 800 को हाराहारीमा रहेको छ, जुन 5 महिना अगाडि इस्टाब्लिस गरिएको थियो। भन्नुको मतलब के हो भने बितेका 5 महिनामा यी पूर्वाधारहरूको विकासमा केही पनि काम सिसिएमसी अथवा नेपाल सरकारबाट गरिएन र यसको असर बिस्तारै अहिले देखिँदैछ। यस्तै महिनौसम्म बन्दाबन्दी भएका कारण कति स्वदेशमै त कति नेपाली नागरिकहरू विदेशमा विचलित अवस्थामा बस्नु परिरहेको छ। तर उद्धार गर्न भनी चार्टर गरी पठाइएको विमान नेता र नेतृत्व गर्नेहरू बीच उचित र पर्याप्त समन्वय नहुँदा एयरपोर्टमा स्वदेश फर्कनका लागि पर्खिरहेका सयौं नेपाली नागरिकहरूलाई अलपत्र पारेर खाली फर्केर आउँछ र यस सम्बन्धी प्रश्न गर्दा सिसिएमसीका निर्देशकले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिन्छन्, जुन यस भिडियो क्लिपबाट प्रष्ट हुन्छ। क्रमलाई नै अलिकति केलाउने हो भने युएईबाट अस्ति एउटा राम्रो समाचार आएन। यहाँबाट प्लेन गएको तर खाली फर्किएको भन्ने आयो। यतिको कोअर्डिनेसन पनि यो सरकारभित्र हुन सक्दैन। तपाईलाई एउटा कुरा भन्न छ, त्यो त जुन कमजोरीको पाटो भन्नुभयो, त्यो कमजोरीलाई म स्वीकार गर्दछु। त्यति मात्रै होइन, त्यो त्यस कारणले त्यहाँ आउन ठिक्क पर्नुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले जो दुःख पाउनु पर्यो त्यसको लागि पनि म क्षमा चाहन्छु। तर सँगसँगै एउटा के बाजार र यसपटक खालि तल्लो तहमा काम गर्ने साथीहरूको बिचमा उपयुक्त ढङ्गले समन्वय नहुँदा
यहाँबाट त्यो दिन गएको चार्टर गरेरै गएको नेपाल एयरलाइन्स, उताबाट पनि चार्टर गरेरै आउने थिए, अलरेडी बुक्ड थिए। तर आइसकेका व्यक्तिहरूलाई कुन क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइन यहाँ होटल क्वारेन्टाइनको व्यवस्था ठिक ढङ्गले नभइसकेको कारणले गर्दा अब 1 दिन 2 दिनमा त टुङ्गो गरेर पठाउँ भनेर तल्लो साथीहरूले जुन निर्णय गरेर पठाइदिनु भयो त्यसले एउटा समस्या खडा गर्यो। तर पनि म सिसिएमसीको संयोजकको नाताले यत्रो कामहरू गरिरहँदा यो घटना जो घट्यो त्यसप्रति म दुःख व्यक्त गर्छु। द्याट्स इट, नो कम्पन्सेसन, नथिङ। होइन, कम्पेन्सेसन त उहाँहरू आउनुभयो, आइसक्नुभयो, तर अर्कोतर्फ छिमेकी मुलुक भारतको भद्दा नक्कल गर्दै हतारमा गरिएको लकडाउन 1 मा बनाइएको मापदण्डहीन आइसोलेसन वार्ड र क्वारेन्टिन सेन्टरले झन जोखिमयुक्त समय निम्त्यायो भने ब्रिटिस मेडिकल जर्नलले फल्ट देखाएको आरडिटी टेस्टलाई विश्वका अरू देशहरू जस्तै इटली, स्पेनले बन्द गरिसक्दा पनि नेपालमा भने मेडिकल इक्विपमेन्ट्स नभएको बहाना बनाउँदै केही व्यक्तिका निहित स्वार्थ परिपूर्तिका लागि कन्टिन्यू गर्न लगाइयो, जसले फल्स नेगेटिभ रिपोर्टलाई प्रमोट गर्ने सम्भावना अझ बढाएर लगिदियो, जसका कारण सङ्क्रमण पोजिटिभ हुँदा पनि ऱ्यापिड डायग्नोस्टिक टेस्टले नेगेटिभ देखाएको आधारमा सङ्क्रमितहरूलाई घर पठाइयो, जसले समुदाय स्तरमा महामारी फैलाउन केही हदसम्म बल पुर्यायो। यसरी हेर्दा सिसिएमसीले गठन भएको मितिदेखि आजसम्म एउटा पनि विश्वसनीय काम गर्न सकेको छैन। अर्कोतर्फ बेसार पानीको प्रचार गर्दै हिँड्ने तथा विभिन्न फन्ने अभिव्यक्ति दिँदै हिँड्ने प्रधानमन्त्री सिसिएमसीबाट भएका कमी कमजोरीहरूको जिम्मेवार लिन हिचकिचाउने निर्देशक र मन्त्रालयको कामकाजमा प्रश्न उठाउँदा बेखुस हुने स्वास्थ्य मन्त्रीसँग अहिलेसम्म कोरोना महामारी नियन्त्रणको लागि प्रपर प्लान भएको देखिँदैन, जसले गर्दा महिनौसम्म लम्बिएको लकडाउनले हुँदा खाने वर्गलाई भविष्यमा भुकमरीतर्फ नडर्याउला भन्न सकिँदैन। सो आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो र मैले मेरो यो भिडियोको सोर्सेसहरू जहाँबाट मैले इन्फर्मेसन ग्यादर गरेँ त्यसको लिङ्क मैले डिस्क्रिप्सनमा पनि राखेको छु। सो हजुरहरूलाई अझ बढी स्टडी गर्न मन लाग्यो भने डिस्क्रिप्सनमा गएर चेक गर्न सक्नुहुनेछ। सो यदि भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनु होला। म भने हजुरहरू सामु अर्को भिडियो लिएर आउने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। हजुरहरूको बाँकी समय शुभ बितोस्। हस्त।